हेलो नमस्ते ब्युटिफुल पिपुल राम्रो राम्रो मान्छेहरू न्यू डे न्यू ब्लग सगरी हेर्न सक्नुहुन्छ हाम्रो अमन दोस्त के भन्छ दोस्त त्यसलाई यो हातमा समातेको बना कौन है ये लोग कहाँ से आते हैं बना समातेर हेर्न आज डुङ्गा बोटिङ गर्न जान लाग्यो टक्क यहाँ नि अब टक्क कभरसँग आइहाल्छ के अरे गिटार देखिरहनु होला पछाडि होइन बोट्सम्यान चाहिँ आज अमन हो मलाई त चलाउन आउन्न बोट चाहिँ कुन हो उही आदि त डुब्यो त जरै गर्ने छ यता मात्र होइन यो एरियाभरि सबै उतातिर नै हाम्रो घरतिर नि जरै गर्ने हो कि त्यहाँ त हाउ चाहिँ लगाएर हुन्छ जङ्गल छेउमा भएर गर्मी चाहिँ फेरि डेन्जर पोखरामा पोल्युसन चाहिँ खत्रै भएछ होइन त हिजो त्यस्तो पानी परेको ल हिजो त्यस्तो पानी परेको खै त नि हिमाल सिमाल केही देखिएन 600 ए भनेपछि 5 घन्टा उति हो सिटी भजन यस्तो बोट्सम्यान लिएर यार आफ्नो बोट जाने ठाउँ कहाँबाट नि त्यही थाहा छैन यार भिजोक पार्ने भयो डर लाउनु थाल्यो मलाई तिमीलाई को पौडी लाउँछ त नि चुइँ चाहिँ म हल्का हल्का खेल्ने मान्छेलाई गाह्रो पर्दैन नि गजब बेइज्जती है भिजोक भन्दैन ल बोट चाहिँ यही हो रे हिजो रातिको पानी होला है ए यस्तो बाटो लिएर आयो तुर्बेली त्यो एउटा के अरे त्यसको नाम ल है त म यसरी लडेँ भन्नु होला त्यस्तै होला जस्तो ल केटोले पानी खान्छ मिठो पाराले ट्याङ ट्याङ विकास सरकै गयो यो त नि पर्सनल बोट स्टेसन यहाँ कसले पनि पार गर्न पाउँदैन होइन मने पनि फाल्नलाई यसलाई चाहिँ काठसँगै राखिदिउँ यसलाई नौताउरो पाल्नुहुन्छ पछि के बोले भाइ अब के बोले के कसो यो बोट चलाउने मान्छेको भर लाउनु छाडै मलाई यहाँ चलाउन आउँछ चलाउनु त आउँछ भिजोक पार्ला जस्तो यो हल्का हल्का खाजा नि लिएर आउनु पर्दो रहेछ क्या है फास्ट फुड के कहाँबाट ए अब ट्रोपिकल स्केपमा जाउँला नि खाजा खानालाई यताको त्यस्तै छ बेग्नेस त पानी फालेर आउँछ म एकैछिन ल म चाहिँ यहाँ टक्क बोट्नु बसिरहेछु कि गीतालाई चाहिँ यहाँ व्यवस्था हान्दै के अरे त्यही हो यो अर्को बोट्सम्यान वाइड एङ्गलमा नरहेछ क्या हो क्यामेरा यार ओइ छिटो चलाऊ पैसा धेरै लियो भने पुरा खान्छ तिम्रो टाइममै खान्न यहाँ रिटर्न हान्दिएर भनेको के बेग्नास तालमा साइला ओए तिमीलाई त यता उता लुतुक लुतुक पारेको छ अब शीतल हिँडौँ ल
सबै चलाइदिँदो रहेछ नि त यार दोस्ले त यार आमा सिनेमेटिक सर्ट आउँछ अहिले त्यही अब हामी कहाँ उतैतिर जाने हौ उतै यो डाँडा अन्त उतापट्टि ल ल ठिक छ कस्तो भयो माया भन्ने थाहै नपाई कस्तो रहेछ नि कहाँबाट आएको होला तिमी चलाउँदै गर सिनेमेटिक थाल्दै गर डन मान्ने क्या निकाल्दैछ कि पो रुखको पनि एउटा हालिदिन्छ क्या पर्दैन त्यत्तिकै बसाउँछ नुको यहाँबाट सुरु आन हाँस्दिएर हाल्यो लाभ म हाँस्दिनँ लाभ आउँछ कि भनेर के जङ्गलको बिच ल ल ल मैं पागल हूँ यो मलाई टेक 3 1 2 3 यो गर्दाखेरि नराम्रो सुन्ने हो हाँसो लाग्यो कि जङ्गलको बिच गजब बेइज्जती है मिठो देख्यो यो रक्सटार जस्तो देख्यो हौ तिमीलाई फेरि काटन फेरि यो ब्रो लो हामी चाहिँ हिँड्दा कहाँ ट्रोपिकल स्केपमा आइसक्यो गोब्रो चाहिँ डेन्जर हिट भयो आमा त्यो दादालाई यो रक अन्त गिटार पनि बजा भन्ने सब मैले गर्ने तिम्रो फोन फाल्दिउँ मेरो फोन फाल्दिउँ ट्रोपिकल स्केप सही छ यार यता पनि दामी रहेछ है बस्नु ठाउँ है नि गेस्टहरू डेन्जर आउँदो रहेछ त्यता त हुन त अघि दिदीहरू त्यस्तो एक्सपेन्सिभ छैन नि त त्यही भएर नि होला सही छ त्यही रमाइलो छ जिन्दगी गीत हान्दै हिँड्दा छौँ के हामी चाहिँ है गोब्रो चाहिँ डेन्जर हिट भएछ कि कभरसँग त्यो भिडियो बनाउँदा कस्तो दामी देख्यो यस्तो मान्छेले एङ्गलमा राखेर चाहिँ बिग्रे भ्लग राखिदिएँ मैले कहाँ आइपुग्यो कहाँ हो यो ठाउँको नाम कुसुन्टे दर राइड हान्दा फर्किने अब होइन गेस्ट आयो अमनको नयाँ गेस्ट आयो त्यहाँ गिर्दले
त्यही आज रमाइलो हाने एकैछिन फर्किने अब रकी हान्दैन हान्दै यहाँ भएर फर्काउनु लाग्यो युटर्न पछाडिको त्यो लाइट परेर अनुहार अँध्याएर देख्दो रहेछ कि अब चाहिँ उज्यालो देखिन्छ अरे स्लोली आम राइडर चप्पल खोलेको चिप्लिँदो रहेछ चप्पलले सुबास मिठो सरेर कुनमा कन्सर्टकोमा कुन कन्सर्ट जनको ए अँ बल्ल तल्ल भ्लगमा त भ्यू चाहिँ आउँदैन हौ मेरो त हेरिदिउँ न हौ जनताहरू क्या अझ मन पऱ्यो हेर्ने नभन्नु त्यही त अनि सबै एभ्रिबडी हेज द चोइस ब्रो गीता चाहिँ झन् त्यत्रो बसेन एकछिन मस्तले गीत गाइयो फर्किने धेरै घाम नै भयो कति भयो टाइम यार हामी कति बजी हिँडेको थियो त ए 1 बजी भएछ नि त ल हाम्रो आशिष दोस्तले अब डुङ्गा चलाउन सिक्दैछ त्यति साह्रो त भएन कता पानी पुग्लुको खस्ने भन्नुपर्ने अवस्था छ गजब बेइज्जती है मेरो त यता 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 ठोकियो उता यता यता छिटो कता लर गाड्ने भन्नुपर्ने यार यस्तो सिकाएर हर्छ हिँड्दा डर हुन्छ न पौडी खेल्न आउँछ भन्नु त्यसबाट बिचबाट छिराइदिउँ भयो तिमी सिधा हिँड कतै नछिराउ तिमीले कता छिराउन थाल्यो भने अलिक घरसम्म पुऱ्याउनु गल अब डुब्योले भने कपालसम्म त तान भने कपाल छैन डुङ्गा चलाउन नआउने मलाई निको त्यो तलबाट छिराइ कतै हिँडेको कता हो कता यार बाङ्गो र टिङ्गो अझै गाड न अझै तल गाड ल्याम्मै गाड्नु पर्यो कि गुद्लुक गुद्लुक आवाज आउनु पर्यो यताबाट नि यता उता घुम्यो भयो यतिको मिलाएर अब दुइटातिर त बराबर यता दुईचोटि उता दुईचोटि जस्तो अलिक गाडेर उता पनि तल गएर गाड्दिउँ त्यो ठुटोमा अड्केला बरु त्यो युटर्न हान्दिउँ त ल यसकै बिचबाट छिराइदिन्छ नि कहाँ डराएर तिमीले त्यस्तो त्यस्तोमा अड्बनी कार्यक्रम गर्छौ सानोतिनो सोचेको मलाई भनेको यार बुझ्म्यान अब बोर्डको लाइसेन्स निकाल्नु पर्यो कहाँ हो लाइसेन्स निकाल्नु जाने साइकल चलाउन नआउने ऊ ठुटो खै यहाँ त्यो ठुटो थियो नभएको ठाउँमा ऊ त तलबाट हालिदिन्थेँ मैले यार मैले नि हालिदिउँ भयो नहाल तिमीले त तिमीले त यता न उता बनाउँछौ त्यो टाढा हाल्यो यो खस्यो नि के होला चप्पलले घ्याउँदै जाने क्या चौरोहरू त ल भयो इच्छा पुरा भयो यस्तो भयो कि मेरो त त्यो भित्र खुला त यस्तो भयो कि अनि त्यही हो त नि तिमीहरूको पनि त्यही हुन्छ हुन्न अगाडि हालिदेऊ हालिदेऊ घुमाइदिन्छु ए अब यो ल्याम्रङ्गै पार्ने भयो क्या अब कहाँ हाले कहाँ झाडीतिर हाल्दै हाल्यो ल आऊ यता तिमीले उता गयो यो त गभन्दा जाँगे नदेखिरह भनेको गाह्रो छ मैले यत्रो लिएर आएको यता घुम्यो भने चाहिँ यता तान्ने यस्तरी युट्युबमा के ट्युटोरियल हो पुरै लेसन छ ट्युटोरियल अब बोट ट्युटोरियल गाड्ने यताबाट यस्तरी यस्तरी गाड्ने यस्तो नहुँदो रहेछ क्या भित्रबाट यस्तरी हाल्ने मैले नि त्यत्रो गाडी थिएँ यार कहाँ छिराउनु लाग्यो फेरि अगाडि ल यता चलखल रे कि अमनको चलखल रे ल्याएर यस्तो पनि छिराइदिन्छ अरे मैले नि अघि छिराइदिनु लगाएको थिएँ डराएर
तिमीले त बक्सभित्र छिराउँछ रोक्दिन ल यो अमनको चलखलले कि यस्तोबाट छिराइदियो भनेर मैले उताबाट छिराइदिन्छु खैले त उति उति तिमी कतै छिराउनु पर्ने तिमी बस आनन्द ए लास ट्याक्कै त्यो तलपट्टिबाट त्यो तलबाट गइदिन्थेँ कि म उही फास्ट 100 RPM मा कुद्न लाग्यो अब बोट ल त्यही हो के भन्नु मजा आइरहेको यहाँ बोटिङ गर्नलाई मलाई चाहिँ हा गर्मी चाहिँ अति भयो कि गर्मी भयो नत्र अलि बेलुका बेलुका आउनुपर्ने जस्तै बेलुका त वाइल्ड मजा हुन्छ अझ टक्क सनसेट टाइम अब अर्को पालि त्यो बेगनास लेक भएको ठाउँमा जानुपर्छ अर्को पालि हो त्यो बेगनास लेक रहेको ठाउँमा त्यहाँ जाम्ला तर यस्तो घाममा त सकिँदैन कि अघि पाइपै पाइप रहेछ म त्यो के होला भने कि यो पाइप राखेको रहेछ कि यहाँनिर ठोकियो पाइप ल हामी चाहिँ अब आइपुग्यो हाम्रो पार्किङ स्पोटमा ठुलो दर गफ दिएर लास्ट गफबाट हामी चलाउनु ल भ्लग पनि यहीँ तान्दिने है अब ल भ्लग पनि यहीँ हुन्छ सो बी लाइक द भिडियो न्यू कन्टेन्ट होइन बोटिङ गरेको तपाईँहरू यस्तै बोटिङ गर्न मन छ नि अमनको कन्ट्याक्ट नम्बर राख्थ्यौँ हो त्यही हो कल गर्नु होला अमलले एकदम सस्तोमा है गफ हानेखेरि काम नगर बोटिङ गराउँदैन अनि बेगनासले अर्को पालि चाहिँ हाम्रो उयो जाने प्लान हो होइन ऊ त्यहाँनिर के हो मन्दिर के छ हो मन्दिर हो कि के छ हो त्यहाँ बाबुले मलाई ड्राइभरै बनाउने भयो यार ताल घन्यो मलाई आज आधा ताल त तरेकै हो आज अनि ल सही हो ल लगिन्छ सबै हियर ओन्ली रिसोर्टतिर पनि जाम लाग्यो ए हाम्रो रिसोर्टतिर पनि जानुपर्ने छ ए हाम्रो होइन वर्क टियर भनेर खाजा जाने हो हेरौँ पहिला त्यहाँ ल ब्लग इन सबै हियर ओन्ली थ्याङ्क यू गाइज फर वाचिङ लाइक सेयर एन्ड कमेन्ट सब्सक्राइब गर्न नबिर्सिनु होला कमेन्ट बिलो है कस्तो भइरहेको भ्लग भनेर चाहिँ केही इन्स्ट्रक्सनहरू दिन मन छ नि यु क्यान गिभ बिलो एप्रिसिएट द्याट होइन एप्रिसिएट गर्नेछु तपाईँहरूको कमेन्ट्सहरूलाई चाहिँ यस्तो यस्तो के अरे भएन भन्ने होइन भ्लगमा कि यस्तो यस्तो बोलेको भएन यहाँ त्यस्तो गर्दा अझै राम्रो हुन्थ्यो होला भने त्यस्तो इन्स्ट्रक्सन दियो ल त्यही भ्लग यहीँ हिँड्नु हुन्छ ल बाई बाई